झुम्पडी समाजको जो कोही पनि ले यो महाहरिनाम संकीर्तनमा सहभागी हुन सक्नुहुन्छ। यो महाहरिनाम संकीर्तन नै कलियुगको सबै महाऔषधि हो, सबैको कल्याण हुन्छ, विश्वको कल्याण हुन्छ। त्यसैले यो महाहरिनाममा नाचो खाओ गाओ, हामीले तीनटा काम गरे हाम्रो जीवन मंगल हुन्छ। नाचो खाओ गाओ ताकेको लागि भगवानको नामलाई कीर्तन लिएर नाच्नुपर्छ, प्रसाद खानुपर्छ, हरिनाम संकीर्तन गर्नुपर्छ। सम्पूर्ण आचार्यहरूको, सम्पूर्ण शास्त्रहरूको, सम्पूर्ण गुरुहरूको यही मत छ कि भगवान श्री कृष्ण हरि नारायणको नाम ठाउँ गाउँ गाउँमा, टोल टोलमा, शहर शहरमा, हरेक ठाउँमा पुर्याउनु पर्छ। त्यसैले यो गौरंग महाप्रभु चैतन्य महाप्रभुको अभियान हो। यो अभियानमा हामी हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, यो महामन्त्र हो, यो कलियुगको महामन्त्र हो। यो महामन्त्रलाई जो कोहीले उच्चारण गरेमा सबै महाऔषधिको काम गर्छ। हरे नाम केवलम कलौ नास्तयो गतिरम्यता। कलियुगमा बताइएको छ कि यो झगडाको युग हो, कलाको युग हो, द्वन्द्वको युग हो। यो युगमा हामी सम्पूर्ण मानव कल्याणको लागि, सम्पूर्ण जीवात्मा कल्याणको लागि हरिनाम संकीर्तन महायज्ञ गर्नुपर्छ। यसैलाई हामी निरन्तरता दिइरहेका छौँ। यो पूरा विश्वमा छ, हाम्रो इटलीमा, चाइनामा, पाकिस्तानमा, लेबनानमा, हरेक ठाउँमा चाहिँ हामी हरिनाम संकीर्तन निरन्तरता दिइरहेका छौँ। हाम्रा 1 से 1 भक्तहरू हरिनाम संकीर्तन गरिरहेका छन्। त्यसैले हजुरहरूलाई यसमा स्वागत छ। सिया बनाल